जोगुको कोलगेट र ब्रस हो है हैन साथीहरु। अब यसले जोगुले ब्रस गर्छ नि। जोगुको जुठो भन्नुहुन्छ होला हैन, यो चाहिँ नयाँ नेपाल हो। अनि लालु वासा खाइदिन आँटेका आगर सगुन सगुन मिठो मिठो गर ला मस्के कति मारो लागो सारो। हेलो साथीहरु, सेवा नमस्ते, गुड मर्निङ, शुभ बिहानी। सधैँको जस्तो त नभनौँ तर पनि धेरै दिनपछि चाहिँ साथीहरु आज मेरो ब्लग कन्टिन्यू गर्दैछु। आई होप कि हजुरहरु एकदमै ठीक हुनुहुन्छ होला। म पनि हजुरहरुको माया अनि आशीर्वादको कारण आजसम्म एकदमै ठीक छु साथीहरु। सो सम्पूर्ण मेरो देश परदेशमा छरेर बस्नु भएको नेपाली दाजुभाइ दिदीबहिनी अनि आमा बुवामा मेरो न्यानो अभिवादन साथै धेरै धेरै माया अवश्य पनि स्वीकार्नु होला। के गर्नु साथीहरु, रेगुलर ब्लग लिएर आउँछु भन्दै पनि अलिकति मेरो हेल्थको कारणले चाहिँ धोका दिइहाल्छ के, अनि त्यही भएर चाहिँ कन्टिन्यू गर्नै पाउँदिन। अब चाहिँ म हजुरहरुलाई प्रमिस त गर्न सक्दिन तर पनि म कोसिस गर्नेछु कन्टिन्यू ब्लगहरु लिएर आउने भनेर चाहिँ। आफू बिमारी भएपछि घरमा सबै कुरा लथालिङ्गै हुँदो रहेछ, त्यो भइराखेको छ है मेरो घरमा चाहिँ। अब मामु बिरामी भएपछि जोगुको पनि बिजोक, बाबुको पनि बिजोक, अनि जोगुको बाउको पनि बिजोक, त्यस्तो भइराखेको छ। तनाउ त अरिङ्गलका गथा भनेको जस्तो भइराखेको छ। सो आज चाहिँ म एकदमै ठीक छु साथीहरु। होप अब आगामी दिनहरुको मेरो ब्लगहरु कन्टिन्यू आउने छ, किनभने अब चाहिँ साथीहरु म सुँगुरे कप खेलाउनुको लागि चाहिँ म एकदमै रेडी भइसकेको छु है। अस्ति खेलाउनु पर्ने थियो, मेरो चाहिँ खासमा दसैँ तिहार भन्दा अगाडि खेलाउनु पर्ने हो नि त। तर अब त्यति बेला मेरो अब मम्मी बित्नु भयो ओर्नु भयो हैन, अनि त्यस्तै समयले अब यता र उता तानतुन गरेर आफ्नो पनि सुगर प्रेसर एकदमै हाई लेभलमा आएर चाहिँ बल्ल अहिले भनेको चाहिँ आफूलाई लेभल मेन्टेन गरेर अनि ठ्याक्क भइराखेको छु। अब भने चाहिँ सुँगुरे कप खेलाउनुको लागि म एकदमै रेडी भइसकेको छु। सो हजुरहरु पनि अब एक्साइटेड हुनुहुन्छ होला। धेरै जनाले चाहिँ के भन्दै हुनुहुन्थ्यो भने ओइनी सुँगुरे कप खेलाउने टाइम अफ भइसक्यो, किनभने उहाँहरूले आफ्नो मेरो जेन्युन फलोवर्सहरूलाई त याद हुन्छ नि त हैन। अब हाम्रो सुँगुरे कप आउँदैछ, हाम्रो नानीले यसरी खेलाउनुहुन्छ उसरी खेलाउनुहुन्छ भनेर चाहिँ उहाँहरूलाई एकदमै प्रतीक्षा हुन्छ कि अरू केही होस् नहोस् तर ननकुइन अफिसियलबाट आउने सुँगुरे कपको चाहिँ हजुरहरूलाई पनि वेट भइराखेको हुन्छ। त्यही भएर म हजुरहरूलाई चाहिँ निराशा गराउँदिन भनेर चाहिँ अब यो विक त नभनौँ, किनभने अब लगत्तै बाबुको बर्थडे छ हैन। मेरो चाहिँ अस्ति सकिसक्यो, 2 दिन भइसक्यो, तर म चाहिँ बिमारी भएर अनि अब अलिक बुढेसकाल पनि लागेछ, अनि तामझाम यताउति रमाइलो हो होला। अब मनै पर्नु छोडिसकेको साथीहरु। अब चाहिँ भने साथीहरु जोगुला पनि नुहाइदिउँ फटाफट गरेर अनि आफ्नो दैनिकी कामकाजतिर लागौँ। हजुर नमस्ते अनि गुड मर्निङ। म चाहिँ बाबु पराजुली अनि हजुर सन्चै हुनुहुन्छ। मामुले चाहिँ ब्लग धेरै दिनपछि सुरु गरिसिन्दैछ। अनि अस्ति मामुको बर्थडे थियो, मामु कति स्विट 16 नै भर्खर स्विट 16 पुगिसक्यो। अनि मामुको बर्थडेदेखि 5 दिनपछि मेरो बर्थडे अनि पापाको बर्थडे। पापाको बर्थडेमा चाहिँ स्पेसल गर्नुपर्छ है। हस् त, धन्यवाद। कमा स्पेसलै गर्नु आँटेर छ। स्पेसल घरमा 1 किलो मासु ल्याउने खाने, त्यही हो स्पेसल हैन साथीहरु। म चाहिँ बर्थडे पार्टी यताउति गर्नु भन्दाखेरि पनि के गर्छु भन्दाखेरि साथीहरु जहिले पनि वृद्धाश्रम अनाथ आश्रमहरुतिर जान्छु के। थुप्रो साल भइसक्यो, अब बाबु जन्मेदेखि नै मैले हरेक साल त्यसरी नै मनाउँदै आएको छु। त्यही हो, यसपालि पनि मेरो भव्य सबै केही हुँदैन, म अनाथ आश्रम जाने हो हैन, बालबच्चाहरुसँग खाना बसेर खाने हो भनेर रमाइलो गर्ने हो, त्यति नै हो मेरो साथीहरु। मेरो यो साल मात्र हैन, हरेक साल बाबु जन्मेको जति वर्ष भयो, अब बाबु 13 वर्ष लागिसिन्छ भनेपछि 13 वर्षै हुन्छ कि हामीले चाहिँ यसरी गर्न थालेको। अब भने चाहिँ जोगुला नुहाउनु जामा। तातो पानी हो उही छामा त हो, तातो हो नि। चिसो पानीमा त कहाँ नुहाइदिन्छु त मेरो जोगुला, नुहाउँदिन नि म चिसो पानीमा त। हुँदैन, हामी त चिसो पानीमा नुहाउँदिनौँ नि। चिसो पानीमा त कहाँ नुहाउँछ त जोगु त। नि यस्तो ज्ञानी मान्छे यस्तो जाडोमा पनि नुहाउनु पर्यो भन न नि। मामुको ह्याप्पी बर्थडेमा पनि नुहाइएन, पापाको ह्याप्पी बर्थडेमा पनि नुहाइएन, कसैको ह्याप्पी बर्थडेमा पनि नुहाइएन। आफ्नो तरिकाले नुहाइन्छ हो आफू त गाई छन्देऊ। म यस्तो ज्ञानी हुन्छु, यस्तो ज्ञानी हुन्छु। म दाल बुढे पापाको दाल बुढे छोरा हो।
अपने दम पे हम नहाता है रे, जाडो न गर्मी। हामीलाई सफा चाहिँ हुनुपर्छ कि हामी नुहाइहाल्छौँ भनौँ न। फुसफुस 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 तातो भयो। हात त फेरि हो। फुसफुस 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 फुस अल्लाह हम बेदम हा 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 फुसफुस हम रहमान डकेट है। हात यसरी यहाँ यसरी हामी नुहाइन्छ हरहर काशी गरेर। ससुर आँखा चिम्मा गर है, आँखा चिम्मा गर है, आँखा चिम्मा गर्नुपर्छ। आँखा चिम्मा, जिउ रिल्याक्स रिल्याक्स बोइज रिल्याक्स। घाँटी यसो यसो गर। आज त जोगुको पो ह्याप्पी बर्थडे हो त गाइज। अनि नुहाएर म मन्दिर जानु परेन? नुहाएर म मन्दिर नजानु भन्नुहोस् त। अलि पिट्छु म फेरि, भनेको मानेन भने। आँखा चिम्मा आँखा चिम्मा यसो गर यसरी। यो चाहिँ जोगुको कोलगेट र ब्रस हो है, होइन साथीहरू। अब यसले जोगुले ब्रस गर्छ नि। यहाँ हेर, एकछिन 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 म दिन्छु। खोल्नु परेन? कसरी खोल्नु? एकछिन न म आफै गरिदिन्छु। यो जोगुको ब्रस र कोलगेट, किनभने यसको पनि दाँत किराले खाइसक्यो। एकछिन त्यता कहिले ब्रस गरेको अब थाहा हुन्छ त। टिङ्कल टिङ्कल लिटली हात त कति नै ब्रस गरौँला जस्तो गरिरहेछ। कति क्युट छ यसको ब्रस, हेर्नुहोस् न। ल लिन ब्रस गर्दै हिँड्दैछौ। आमामा उसको हातमा ब्रस छ। ल भयो, ब्रस गर्दै हिँड्ने। ल हेर्नु बाबु, जोगुको नेपालमा बुबु हालिदेऊ न। दुलो पारिदेऊ एकछिन है। कताबाट पोख्यो त? म सानोमा बाबुको नि यस्तो खाइदिन्थेँ। अनि छोरा चाहिँ आधा पेट हुन्थ्यो, मामु चाहिँ भक्कु खाएर। यस्तो मनपर्छ क्या नेपालमा खानु। ल यसलाई गिलासमा गुट 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 खुवाउने बानी हो कि साथीहरू। धेरै मोटाए त्यही भएर थियो त। अब चाहिँ अलिअलि गरेर दिएको नि भयो। ल अगाए अब। ल हिँड ल म नुहाउँछु ल अब। फाइनली साथीहरू म चाहिँ एकछिन नुहाएर फ्रेस भएर पनि घरबाट निस्किँदैछु। घाम लागिराखेको छ होइन। अनि हौ म त यसरी भ्लग बनाउँदै हिँडेको। मेरो क्यामेराको त मुखै कहाँ पुग्यो म स्वर्णगिरी आइपुगेँ साथीहरू। कत्रो भिड छ है। आज चिब्रियत र्याली छ अरे भन्दै थियो। सो म स्वर्णगिरीभित्र आइपुगेँ होइन। स्वर्णगिरीमा त एकदमै भिड रहेछ त हौ। कता के को जान्छ मेला? हामी कहाँ जानु आँटेको होइन? हेलो हामी त हिजो अलिकति यसो गर्नु। मलाई छिर्नु दिन्न, मलाई छिर्नु आँटिन हौ आँटेन। म झन् स्लिम भएको मान्छे कस्तो नआँटेको यार। हुन्छ खुवाइदिनु अब। लु कोही तिमीहरू बस। ल बुमा बाई। ल बस ल। ल अब हामी चाहिँ एकछिन बाहिर पुगेर आउँछौँ राम्रोसँग हेर। ल साथीहरू अब हामी चाहिँ निस्क्यौँ यहाँबाट चाहिँ। सो यहाँ हुनुहुन्छ मेरो पार्टनरहरू।
जीवनजी नमस्कार। ल जम्मा अब चाहिँ उहाँ चाहिँ हाम्रो जीवनजी हेसिन्छ होइन अनि हामी चाहिँ निस्किँदैछौँ आज साथीहरू तरसम्म। हजुर ए यो मेरो हो नि होइन आज त एकदमै भिड छ त आज के हो यस्तो त ब्रेक ड्रम ब्रेक होला है जीवनजी आइपुग्यौँ साथीहरू हाम्रो चाहिँ डेस्टिनेसन म तोरीको फुल देखेर नि मलाई मेरो माइती गाउँ पो याद आयो मन कति राम्रो हेर्नुहोस् त सो हामी चाहिँ कहाँ आइपुग्यौँ भने यहाँनिर यो चाहिँ हाम्रो पानीको फ्याक्ट्री हो के पऱ्यो भाइ यो पानीको यो फ्याक्ट्री ए एक्वा हलेसीमा पो आइपुगेछौँ त यहाँबाट चाहिँ हामी स्वच्छ पानी खान्छौँ नि त शुद्ध पानीहरू फिल्टर हुँदो रहेछ साथीहरू यहाँ सुच फुकालेर बस्नुपर्ने हुनाले म चाहिँ यहीँबाट हेर्दैछु है यो बेसीले त पानी निकाल्ने हो पानी निकालेर चिसो राखिराख्नु भने पानीलाई चिसो बनाउनु पनि चिसोको छेउछाउ नै गर्न यहाँनिर देख्दै हुनुहुन्छ साथै यहाँबाट पानी निस्केर चाहिँ उता भित्र चाहिँ अघि फिल्टर भएको ठाउँहरू देख्दै भन्नुहुन्थ्यो होला होइन पानी चाहिँ यसरी प्युरिफाई भएर निस्किँदो रहेछ अनि अहिले चाहिँ मिनरल वाटर चाहिँ निस्केको छैन हो भाइ यसको ए हो अन्त मतलब मैले भनेको मिनरल वाटरहरू चाहिँ छैन यो कम्पनीको अहिले भनेको ए जार मात्रै ए अब त भित्रको चाहिँ पुरा प्युरिफाई भएर निस्किसक्यो होइन अब हामी निस्किँदैछौँ साथीहरू अर्को ठाउँमा आफ्नै गाडीले मलाई हानी मार्छ क्या हो न यत्रो छ देख्दिन अनि गाडी चाहिँ यत्रो ट्रक जस्तो छ अनि कहाँ पारिदियो भन्दाखेरि होइन खोइ कता जानुभयो भाइ लु जाउँ निस्किनु त होला नि अब तोरी कति मजाले फुलेको बाफ्रे हजुर अहिले अर्काको मार्छ मात्रै ल बाबा ल गइहाल्ने अबतिर पनि हेर्ने होइन मसिका साथीहरू जाँदै थियो नि म फेरि सेलरोटी लभर है यहाँ बाटोमा चाहिँ सेलरोटी पकाइराखेको देखेँ आमा झन्डै सो यहाँबाट चाहिँ सेलरोटी लिएर जानु पर्यो कि हजुर म यहीँ नै खाएको नि होइन नि म धरानबाट हो हजुर 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 कसरी हो रोटी 20 मलाई पनि दिनुहोस् न 100 को दिनुहोस् ल आमा हेर्नुहोस् त म रोटी खाने मान्छेलाई कस्तो बाटोमा ठ्याक्कदेखि यसरी जाँदै थिएँ र यसरी ल हेलो भनिदिनुहोस् न त हजुरलाई पनि हजुर मेरो घरमा छ नि आज हामी यहाँनिर आएको थियौँ कि हामी एउटा सर्वेको लागि अनि हजुर नानी उतै छ सेलरोटी बरु खान्छु नि त हजुरहरू पनि लिनुहुन्छ न यसरी सेयर गरौँ न ल बन्दैछ लिनुहोस् न ल लिनुहोस् ऊ अरू बन्दैछ नि नमरे बाजे कालोले साँच्चै होइन के छ र मरेर लानु कमेन्ट हाने त मान्छे स्वयं भेट्न पाइयो खुसी लाग्यो लाइक र कमेन्टमा त कति हान्नुहुन्छ हेर्नुहोस् त म यसरी स्वयं आउँछु नि कति बनाउनुहुन्छ हेरो यो चाहिँ के परे भ्लगमा आउँछ ल युट्युबमा मलाई त अचार पनि एउटा दिनुहोस् न एउटा लानु पर्यो खाने बेला भएको नि एकचोटि खोलिदिनुहोस् न ल एउटा खाइहालौँ यो चाहिँ मुलाको अचार चाहिँ मेरो छोराको लागि एकदम अर्को पनि एउटा दिनुहोस् मिठो रहेछ नि ल मैले 2टा लगिदिएँ उहाँको आमा
हुन्छ झोलामा हालिदिनुहोस् न ल यो अब मेरो पैसाको माथि बनाउँदैछु ठुलो लाउनु है सकेछ एउटा आम्लाई होला के भयो हुन्छ होला यस्तो यस्तो भयो त अब त ढुक्ले बनाउनु न सिङ्काले भएछ त मैले बनाएको रोटी पनि यो चाहिँ हेर्न मेरो बुढा जस्तो भएछ मेरो बुढाले खानुहुन्छ है हामी 4 जना छौँ रोटी चाहिँ 3टा मात्रै यो पनि धेरै हुन्छ हामीले 2टा खाइदिएको होइन अबि खानुपर्छ नि म्याम यो हो नि त रोटी त एउटा रोटी 100 रुपियाँको भयो त मजाको बनाउनु पर्छ ए हो राम्रो भयो राम्रो चाहिँ भयो झुकेर के को झुकेर मलाई आउँछ क्या के देख्नु भएन पहिलो रोटी यस्तो भनेपछि यो पुरै पोल्यो भने झन् कस्तो होला भन्नु अब सुरुकै राम्रो भइदियो सिल्भेन थ्यांक यू आइले खाना आऊ बनाउने छ रोटी खानु आउँदैन तिमीहरू मेरो म दिन्छ यहाँ आऊ यहाँ सेयर गरेर खाऊ आऊ अब त खोज्दै दियो भने खै छुटाइदिन्छु त्यो डर लाग्यो डर जित्ने बेला भयो आन्टीको तर्फबाट सेयर गरेर खाऊ ल आऊ खाऊ 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 सेयर गरेर खाऊ है यु मस्ट वेलकम है अब आफै राख्नु अरु पनि कति आउने राम्रो भयो सुरुमा यस्तो भनेको चाहिँ अझ खोल्यो भने कति हुन्छ तर ढिलो भइसक्यो है आन्टी हाम्रो यो प्याक गरिदिनुहोस् न एउटा मात्रै हो हजुर हाम्रो पैसा भयो है भइसक्यो अनि भयो ल थ्यांक यू हाम्रो अचार खोइ ल आन्टी ल बाई 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 हुन्छ अब हामी चाहिँ निस्किँदैछौँ त्यो साथीहरू किनभने चाहिँ यहाँबाट चाहिँ अब हामी अर्को ठाउँ पनि जानुपर्ने भएको हुनाले त्यो रोटी त खानु मन थियो अलिक ज्यादा नै तर के हो भने तर के भयो भने नि अलिकति टाइम लाग्ने भएको हुनाले चाहिँ हामी निस्किँदैछौँ है ल साथीहरू खेती आइयो खेती त आइयो म चप्पल चाहिँ नलाउनु पर्यो चप्पल लाउँदा लाउँदा हिल जुत्ताले त मेरो त खुट्टा त दुखाइसक्यो नि अब हाम्रो चाहिँ साथीहरू यहाँनिर हामी केही कुछ गरम भनेर चाहिँ हामी सर्वेको लागि आएको होइन त्यसको लागि चाहिँ अया अया खुट्टा ओइ गाई ओ गाई गाई सबैहरूले गाई देख्नु भएको छ गाई देख्नु भएको छ ओ नान ल भाइ नान ल मलाई गाई के गोरो हो तिमी कति राम्रो हो चिटिक्क परेको ल अब हामी चाहिँ साथीहरू यहाँ हेर्दैछौँ हामी चाहिँ यो ठाउँमा चाहिँ केही कुछ नयाँ गर्नेछौँ भनेर चाहिँ हजुरहरूलाई चाहिँ मैले सानो हिन्ट्स दिइराखेको छु नानाले के गर्नुहुन्छ त भनेर चाहिँ अब हजुरहरूलाई पछि म भन्ने नै छु तर अहिले भनेको चाहिँ हाम्रो यो ठाउँ चाहिँ कस्तो छ ठिक छ कि छैन भनेर हेरौँ है यो चाहिँ आफ्नै जग्गा भएको हुनाले चाहिँ हामी आफ्नै ठाउँमा गरौँ न त भनेर चाहिँ तररा आइपुगिसकेको छ यो चाहिँ तररा है अनि यहाँनिर चाहिँ खेतीपातीहरू सबै यो कति छिटो छिटो हिँड्नुभएको म त खुट्टा त दुख्यो नि खाली खुट्टा हिँड्दैछ अन्त मा गर्न थाल्यो बाख्राहरू कति मिठो लाग्छ मलाई यो गाई बाख्रा पशु पन्छीहरू सुनसान न गाडी न धुलो न धुवामा कति रमाइलो लाग्छ तिम्रो हो बाख्रा कसको हो
ए किन खाली खुट्टा हिँडेको खुट्टा दुख्दैन दुख्छ नि म पनि खाली खुट्टै छु काँडाले घोच्यो भने छैन अनि खोइ को थाहा हो तपाईँहरूको खेत यो यिनीहरू सबै हो यो अरूको खेतमा चाहिँ अन्न बाली छ तपाईँहरूको चाहिँ यो झार भएको जति सबै हाम्रो खेतको मालकिनले जाँगरी त भएर तपाईँले आएर गर्दा पनि हुन्थ्यो त कता कता भ्याउनु अरू कसले गर्छ 2 बिघा हामीले सुमनटारमा छोड्नु परेछ एकजना मान्छे चाहिँ अहिले बसाइदिएको छौँ पहाडबाट एकजना 2 जना जोडिआएको रहेछ उनीहरू बस्ने भन्यो बत्ती पानी छँदैछ उनीहरूलाई बस्नु पहिला आउँछ क्या हो किन भाइ यो चाहिँ के हुन्छ आइरन आएको चाहिँ यो अलिकति अब प्युरिफाई गर्ने पर्छ गर्दाखेरि मेसिनतिर बिग्रिन त ए साथीहरू हैन अब चाहिँ केही नयाँ गरौँ न त भन्ने खालको हिसाबले चाहिँ केही कुराको सर्वेको लागि हामी चाहिँ आइरहेको थियौँ आज दिनभरि चाहिँ मेरो तरहरमा यसरी नै बितिरहेको छ दिन हैन एकदमै साँझ पनि परिसकेको छ सो तर हामीलाई पनि यहाँनिर अवलोकन नगरिकन नहुने भएको हुनाले चाहिँ ठाउँ ठाउँमा गएर हामी अनेक कुराहरू हेर्दैछौँ यो चाहिँ हजुरहरूलाई म पछि भन्ने छु किनकि मेरो हरेक सुख दुःख हरेक कुराहरू हजुरबाट लुकेको छैन नि त मेरो जेन्युन फलोवर्सहरू हुनुहुन्छ सब्सक्राइबर हुनुहुन्छ उहाँहरूलाई त हरेक कुराहरू मैले बताउनु नै पर्ने हुन्छ हैन केही कुरा लुकेको छैन हजुरहरू सामुबाट चाहिँ अनि त्यही भएर चाहिँ नानाको अब यो पनि केही कुराहरू थियो हैन स्पेशल मेरो लागि चाहिँ हजुरहरूसँग सेयर गर्नु त मन लागेको छ तर हुन्छ हुँदैन त्यो पनि पक्का त छैन र पनि अहिले सर्वे गरिराखेको छु भनेपछि यो दिन चाहिँ एकदमै मेरो खुसीको दिन हुनेछ हजुरहरूलाई म बताउने नै छु त्यो दिन अवश्य पनि ल्याउने छु भनेर चाहिँ अब यहाँबाट हामी पनि फटाफट गरेर निस्किनेछौँ धरानतर्फ है फाइनली साथीहरू म चाहिँ घर आएर पनि फ्रेस भएर फेरि पनि निस्किँदैछु ड्रेस चेन्ज गरेर राति किन भन्दाखेरि चाहिँ हाम्रो यहाँनिर धरानमा यमरी पर्व चलिरहेको छ नि त अनि त्यही भएर हामी यमरी पर्वमा जाँदैछौँ किनभने देश भेष हामी हरेक कुराले जोडिएको एकअर्कासँग जोडिएको हाम्रो त्यही भएर चाहिँ एकअर्काको कल्चरलाई सँगालेर अनि साथ दिएर हामी पनि अगाडि बढौँ भन्ने धारणाको कारण चाहिँ हामी पनि यमरी पर्वमा यसो एकछिन भए पनि सामेल हुन जाँदैछौँ म हुन त एकदमै थाकेको छु र पनि आज लास्ट दिन अरे अनि त्यही भएर पनि अब एक गएर हामी पनि इन्जोय गर्नेछौँ सो साथीहरू आउनुहोस् हजुरहरू पनि जाउँ हामीसँग यमरी पर्व यो धरान खेलकुद महोत्सव यो गाइस हामी चाहिँ आइपुगिसकेको छु अब यहाँभित्र चाहिँ के रोटी पिङ कुदिरहेको छ हौ त्यहाँभित्र 1 2 के पो हान्दिनु भयो यस्तो देखाइछ त ए अनि खोइ मेलामा त अनि खाली छ त हो त्यही त यमरी पूजाले खायो पूजाले खायो ए कन्सर्ट पनि मेला त नि कन्सर्ट पनि खाली ल जमुनाले भन छिरो पाएन पुरै छिटो पर्छ नि अनि पुरै भयो त अनि अलिकति छिरो काठमै पनि छिर्नु पर्यो अरे बियरमा यो त भयो यो भएन राख्दा भइहाल्थ्यो त ल भएन अत्यारे काम मेरो परेको थियो
मेची स्टेडियमको खेलकुद मेलादेखि अब यता पुरानो बजारको मेला आइपुगिसकेको छ साथीहरू। यमरी पर्वमा यो भिडभाड देखेर हजुरहरूले थाहा पाइसक्नुभयो हामी कतिको भिडमा छौँ भनेर। अनि सापु मिचा खोज्दै हिँडेको भए देखिनँ मैले। चिन्नुभयो? हामीलाई पनि हजुरको खाजाहरूको सेट मिलाइदिनु। 2-3टा जस्तो के मिल्छ हजुरहरूको यो खाजाको सेट क्या? अरू एउटा बनाइदिनुहोस् कि। अनि यो के हो? यो के गर्नुपर्छ? रक्सी हो ए होइन, ऊ तिनीहरू बनाइदिनुहोस् न ल। अहिले चाहिँ साथीहरू हामी पुरानो बजारमा यमरी पर्वमा आइपुगिसकेका छौँ। अनि यहाँ डिसहरू बन्दैछ। यो चाहिँ हाम्रो विशेष गरेर नेवार जातिहरूको चाहिँ प्रख्यात डिसहरू बनिँदैछ है। अनि यहाँ आइसकेपछि हामीले नेवारहरूको खाजा सेट त नखाइकन हुँदैन, किनकि नेवारहरू भनेको चाहिँ कस्तो हुन्छ भने नि साथीहरू होइन, 56 भोगको राजा मानिन्छ क्या। म पनि काठमाडौँमा बस्दाखेरि धेरै साथीहरू बनाएको थिएँ। सो उहाँहरूले चाहिँ यस्तो खानाहरू होइन यमरी पर्वहरूमा बोलाउँदाखेरि मैले पनि थाहा पाएको। त्यही भएर उहाँहरूको डिस चाहिँ मलाई एकदमै मनपर्छ। टिपिकल खानेकुराहरू होइन, उहाँहरूको यो डिस चाहिँ अन्त कतै टेस्ट पाउँदिनँ कि। हरियो पो हुँदो रहेछ त। यिनीहरू पनि खान्छ होला हौ। खाऊ न खाऊ। मिठो खाइरहेछ हौ। यो चाहिँ पानको पातको सगुन के हो? वासा हजुर नै वासा। म चाहिँ यस्तो वासा मासु वासा। यो हाम्रो सोनातिर स्पोन्सर पायो। अनि यो चाहिँ हाम्रो सीतास मार्ट है। यो चाहिँ मेरो मार्टको लोगो हो। अनि यो चाहिँ मेरो सोनातिरको। सो हामीले नि हजुर थ्याङ्क यू बाबा। म झन्डै लड्यो नि बाबु। ल निस्क्यौँ है साथीहरू, अब चाहिँ सक्यो है। ल ल ल बाई बाई। मेला भनेर आउनुभएको हजुर? ए भाउजू लाज सेवा के पो वासा लाग्यो भाउजूलाई वासा। तिमी पनि सानो बेबी हो। हाम्रो चाहिँ यस्तो छ है साथीहरू। हाम्रो भाउजूलाई वासा लागेको छ है गाइस। दाजु हजुर अगाडि बसिस न। ल साथीहरू, उहाँ हाम्रो दाई रोशन दाई हजुरहरूलाई थाहा छँदैछ। उहाँ हाम्रो वरिष्ठ म्युजिसियन हजुरहरूलाई थाहा छँदैछ। मैले उहाँको इन्ट्रोडक्सन दिनु भनेको त मैले यहाँ हातमा कान समात्नुपर्छ यसरी। भाउजू कता हुनुहुन्छ कतिजना यो त कर लाग्ला पुलिसले थाहा भयो नि त पकड्छ त। कतिजना हो यो?
11 जना भइसकेछ 4 5 6 7 8 9 10 11 जना कतिजनाको गाडी हो यो खासै 5 सिटर हो दाजु 5 सिटर अनि 11 सिटर यसरी हामी एकजनालाई दुई गर्दा पनि एकजना चाहिँ उफ्रिने रहेछ दाजु रमाइलो भयो एकदम रमाइलो तपाईँ खानु मजाले रमाइलो गर्नुभयो उयो के पो खानु पाइएन साबु मिचा खानु पाइएन कि त्यति मात्रै खानु पाइएन हामी ढिलो आइसक्यो सकिसक्यो त हाम्रो जोगु कोसँग छ त जोगु काम गर्ने बहिनी छ नि जोगु मिस भयो जोगु मिस भयो त अलिकति छुच्चा पनि छ क्या दाजु छुच्चे छ है हजुर केटा भएर हो अरे सौ दाजु छोरी भएको भए त अलिकति ज्ञानी हुँदैछ कि अबे त्यस्तो भन्नु हुँदैन छोरा कति ज्ञानी छ तपाईलाई पाप लाग्छ जोगु चाहिँ जोगु कान्छा छोरा कान्छाको कुरा बाजु त अब कान्छा धरानमा छोड्यो भने त टनै हुन्छ नि कान्छी बुहारी ल्याइदिनु पर्छ अनि सुध्रिहाल्छ हामी पनि पहिला कति छुच्ची हो यो बिजेपुरको बाँदरनी ल्याएपछि हाम्रो भाउजू त राई के पो बुहारी चाहिँ ए जेठी भाउजू र कान्छी भाउजू चाहिँ राईको त नि हाम्रो कुन्ता आन्टीले चाहिँ जसो पर गर्नुहुन्छ बुहारीहरूको पर वर्णन गर्नुहुन्छ क्या हाम्रो राई राखिसिन्छ नि त उहाँ त 4 जात 36 पढ्न छ घरमा कम्युनिजम ल साथीहरू हामी चाहिँ दाइहरूलाई पुऱ्याएर निस्किन्छौँ है अब चाहिँ मेरो भ्लग यहीँ एन्ड गरौँ दाजु ल सबैले गुड नाइट भन्नु